आदरणीय दर्शकवृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी। आइ सर सफाई से संबंधित विषय में बातचीत कर जा रहा है। जब मधेश के बात करी तो मधेश के शहर बाजार सर सफाई में पाछा पड़ल हम अहाँ देखते आबि रहल छी। मधेश के राजधानी के बात करी तो जनकपुर धाम जै हिसाब से हम अहाँ अपेक्षा केने छी कि सर सफाई होबऽ के चाही से होबऽ नहीं पाबि रहल छै। ओहोमे सर सफाई या गंदगी के बात करी तो गंदगी में विशेष कऽ जे प्लास्टिक जन्य पदार्थ सब रहे छै ओहिसँ सेहो समस्या होइत आबि रहल छै कि जही हिसाब से सर सफाई होबऽ के चाही से होबऽ नहीं पाबि रहल छै। आइ गंदगी आ ओहोमे जे प्लास्टिक जन्य गंदगी सब रहे छै ओकर व्यवस्थापन के लेल की कयल जा सकै छै एहि विषय में चर्चा करब। आइ अतिथिक रूप में आयल छथि यूनिस घिमरे। ओ क्रिएशन नेपाल के एक परियोजना है शिफ्ट ग्रीन शिफ्ट परियोजना एकर प्रमुख है। सबसे पहले हुनका स्वागत करै छी। तपाईलाई कार्यक्रम स्वागत छ। धन्यवाद। यो क्रिएशन नेपाल भन्ने एउटा संस्था छ र त्यसको अन्तर्गत एउटा ग्रीन शिफ्ट परियोजना तपाईहरुले चलाइराख्नु भएको छ। यो के हो चाहिँ ग्रीन शिफ्ट भनेको? अब सुरुमा ग्रीन शिफ्टमा जानुभन्दा अगाडि म थोरै क्रिएसनको पनि म भनिहालेँ। क्रिएसन भने चाहिँ हाम्रो एउटा एनजिओ अर्गनाइजेसन काठमाडौँमा बेस्ड भएर हामी काम गरिरहेछौँ। क्रिएसनले चाहिँ विगत 6-7 वर्षदेखि चाहिँ मुख्यतः प्लास्टिक वेस्ट म्यानेजमेन्टमा चाहिँ हामी काम गरिरहेछौँ। अनि क्रिएसनकै एउटा प्रोजेक्ट चाहिँ हाम्रो ग्रीन शिफ्ट नेपाल भन्ने प्रोजेक्ट छ। अनि ग्रीन शिफ्ट नेपाल प्रोजेक्ट चाहिँ यो ईयूको सहयोगमा चाहिँ हामीले इम्प्लिमेन्ट गरिरहेछौँ। यसमा चाहिँ क्रिएसन र क्रिएसन लगायत रेस्टलेस डेभलपमेन्ट नेपाल र युथ इनोभेसन ल्याब गरेर तीनटा हाम्रो चाहिँ पार्टनर्सहरूले हामी मिलेर इम्प्लिमेन्ट गरिरहेछौँ। यो 4 वर्षीय प्रोजेक्ट हो। अनि यो 4 वर्षको अन्तरालमा चाहिँ हामी तीनटा प्रदेश बागमती, लुम्बिनी र मधेस गरेर चाहिँ 9वटा यिनीहरू तीनटा प्रदेशको 9वटा मुख्यतः नगरपालिकामा हामी काम गरिरहेछौँ। अनि एउटा नगरपालिका चाहिँ हाम्रो जनकपुर पनि रहेको छ। अनि अब हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ यो प्लास्टिक फोहोरलाई चाहिँ कसरी कलेक्ट गरेर चाहिँ हामीले चक्रीय अर्थतन्त्र भन्छौँ त्यसलाई चाहिँ फेरि पुनः प्रयोगमा चाहिँ कसरी लाने, त्यसमा कसरी भ्याल्यु एड गर्ने भनेर त्यसमा चाहिँ अलिकति मुख्यतः हाम्रो रोल छ यो प्रोजेक्ट अन्तर्गत। यो ग्रीन शिफ्ट परियोजना कुन ठाउँमा अहिले लागू छ? मधेसको कुरा गर्ने हो भने मधेसका पालिकाहरूमा मधेसमा अहिले हामी एक्टिभली चाहिँ बर्दिवासमा काम गरिरहेछौँ। अब हाम्रो 2-3 महिनापछि चाहिँ हाम्रो जनकपुरमा नि काम स्टार्ट हुन्छ र त्यसको जनकपुरमा काम गरिसकेको 1 वर्षपछि चाहिँ हामी खडक नगरपालिका सो मधेसमा चाहिँ हामी 3टा नगरपालिकामा हामी काम गरिरहेछौँ। अनि यो यसको कुनै अवधि होला त्यस्तो कि कति दिनसम्ममा त्यसको कुनै ड्युरेसन छ? यति दिनको तपाईको परियोजना हुन्छ भनेर? हो, अब हाम्रो चाहिँ यो 4 वर्षको प्रोजेक्ट हो। अनि हामी चाहिँ प्रत्येक वर्ष चाहिँ 3-3वटा नगरपालिकामा काम गरिरहेछौँ। अब यो वर्ष चाहिँ हामी मधेसको बर्दिवास अनि बागमतीको ललितपुर र लुम्बिनीको नेपालगञ्जमा काम गरिरहेछौँ। अनि अब यो वर्षको एन्ड चाहिँ अब हाम्रो 2-3 महिनामा चाहिँ हाम्रो यो वर्षको एन्डमा आइपुगिसकेका छौँ। अब 2-3 महिनापछि नेक्स्ट इयरको लागि चाहिँ हाम्रो लुम्बिनीमा कोहलपुर अनि मधेसमा जनकपुर अनि बागमतीमा भरतपुर गरेर 3टा नगरपालिकामा हामी काम गर्छौँ। र त्यसपछि यो परियोजनाको मुख्य उद्देश्य भनेको प्लास्टिक जन्य फोहोरहरूको व्यवस्थापन हो हैन? हजुर हजुर हजुर। अब त्यो कस्तो खालको व्यवस्थापन, त्यसमा चाहिँ के गर्छ यो परियोजनाले चाहिँ? सो अब हाम्रो चाहिँ यसमा 2-3वटा पाटोबाट हामी कामहरू गरिरहेको छौँ। एउटा चाहिँ अब निजी प्लास्टिक म्यानेजमेन्ट कम्पनीहरूलाई चाहिँ हामी सहयोग। सो अहिले चाहिँ हामीले रिसेन्टली 1 हप्ता अगाडि नै हामीले एउटा एप्लिकेसन कल पनि लन्च गरेका छौँ। सो त्यो चाहिँ अब यो निजी क्षेत्रहरूको लागि भनेर अनुदान हो। सो निजी क्षेत्रमा जसले चाहिँ प्लास्टिक वेस्ट कलेक्सनको कामहरू गरिरहनु भएको छ उहाँलाई चाहिँ हामी प्रत्येक यो क्षेत्र उद्यमलाई चाहिँ हामी 20 लाख रुपियाँको दरले हामी अनुदान दिइरहेको छौँ। अनि त्यो एउटा पाटो भयो। अर्को पाटो भनेको चाहिँ हामी अब लोकल गभर्नमेन्टसँगै मिलेर चाहिँ नीति निर्माण। सो अहिलेको हाम्रो के छ हेर्दाखेरि यो लोकल गभर्नमेन्टले चाहिँ फोहोर व्यवस्थापनको जिम्मा लिने भनेर हाम्रो कन्स्टिट्युसनमा पनि त्यही छ हैन। तर हामीले सरसर्ती हेर्दाखेरि चाहिँ यहाँ लोकल गभर्नमेन्टको पोलिसीमा पनि अलिकति राम्रो पोलिसीहरू पनि नभएको जस्तो देखिन्छ। सो हामी चाहिँ लोकल गभर्नमेन्टसँग उहाँहरूसँगै मिलेर चाहिँ कसरी एउटा स्ट्रङ पोलिसी चाहिँ बनाउन सकिन्छ अनि त्यसलाई चाहिँ कसरी इम्प्लिमेन्टेसनमा लान सकिन्छ भनेर त्यो एउटा पाटो पोलिसीको पाटो पनि भयो। अनि अर्को भनेको चाहिँ हामीले
हामीले अब हामीले जति पोलिसी अथवा नीति निर्माणहरू गरे तापनि कम्युनिटीमा एउटा एक लेभलको अवेरनेस छैन भने त्यो नीति निर्माणले कामै गर्दैन। सो अब हामी चाहिँ यहाँको युवा र स्कुलहरूमा पनि गएर चाहिँ एउटा अवेरनेस लेभलको कामहरू गर्छौँ। सो यसरी चाहिँ अब हामीले 3टा मुख्य पाटोहरूमा चाहिँ अहिले काम गरिरहेछौँ। हजुर, मैले नीतिगत लेभलमा तपाईँले जुन भन्नुभयो त्यसमा चाहिँ के छ, के गर्नुहुन्छ त्यसमा चाहिँ? सो अब सुरुमा चाहिँ अब यो अब क्रिएसनले आएर चाहिँ हामीले यस्तो नीति बनाइदिने भन्दा पनि यहाँको जनकपुरकै चाहिँ निडहरू के छ होइन, कुन एरियाजहरूमा चाहिँ सपोर्ट चाहिन्छ अनि कुन एरियामा चाहिँ हामीले प्रायोरिटाइज गर्नुपर्छ फर्मुला व्यवस्थापनको भनेर चाहिँ हामीले विस्तृत रूपमा यहाँको लोकल गभर्मेन्टसँग अनि यहाँ वडाको रिप्रेजेन्टेटिभहरूसँग त्यस्तै यहाँ अरू जो पनि मेजर स्टेक होल्डर्सहरू सरकारवालाहरू हामी भन्छौँ उहाँहरूलाई चाहिँ एउटै ठाउँमा ल्याएर चाहिँ हामी यो पोलिसी डायलग्सहरू गरेर चाहिँ के छ कसरी अगाडि बढ्न सकिन्छ भनेर सबै उहाँहरूको इनपुट ल्याएर चाहिँ हामी पोलिसीको निर्माण गर्ने हाम्रो प्लान रहेको छ। हजुर, यसलाई अझै भनिदिनुहोस्। जस्तै पोलिसीको कुरा गर्नुभयो, त्यो पाठ्यक्रममा ती विषयहरू समावेश गर्ने हो कि होइन, लोकल स्तरमा जुन पाठ्यक्रमहरू निर्माण हुँदैछ त्यसमा चाहिँ समावेश गर्ने हो कि अवेरनेसका कुराहरू जुन तपाईँले गर्नुभयो त्यो विषयहरू पनि त्यहाँ समेटिने हो कि के चाहिँ हो के अरू चाहिँ? यो अवेरनेसको भन्दा पनि अलिकति अवेरनेसको कुराहरू पनि आउँछ यसमा, तर अब भनेपछि प्लास्टिक जन्य जुन पदार्थहरू छन् होइन, जुन वस्तुहरू छन् त्यो चाहिँ झोला हुनसक्छ होइन, प्लास्टिकका झोलाहरू हुन सक्छन् या अरू बोतलका कुराहरू हुन सक्छन् होइन, अनि ती चिजहरूको चाहिँ व्यवस्थापन सही ढङ्गले गर्नु पर्यो। अनि त्यसको लागि तपाईँले नीतिगत जुन कुरा गर्नुभयो नि त्यो चाहिँ त्यो नगरपालिकाले के गरिदिने हो त्यसमा? त्यसो भए चाहिँ यो चाहिँ अब नगरपालिकाबाट नै एउटा अलिकति स्ट्रङ पोलिसी आयो भने त्यसपछि अलिकति सिस्टमेटिक ढङ्गले अगाडि बढाउन सकिन्छ। अब जस्तै एउटा कुरा गर्ने हो भने अहिलेको कुरा गर्ने हो भने अब जस्तै काठमाडौँको कुरा गर्ने हो भने के अरे सर्ने र नसर्ने फोहोर कलेक्सन गर्छ नि होइन, अब त्यस्तो अरू ठाउँ प्रायः देखिएको छैन। अब जनकपुरको कुरा गर्ने हो भने एज अ होल जे जति फोहोर छ सबै कलेक्सन गर्ने हो होइन, अनि एक ठाउँ चाहिँ थुपारिदिने हो होइन, त्यहाँबाट चाहिँ प्लास्टिक छानेर कसरी लैजाने त्यो अर्को कुरा भयो होइन। भनेपछि तपाईँहरूको नीति चाहिँ कस्तो छ? त्यो चाहिँ प्लास्टिकलाई पहिला नै अलग गरिदिने त्यस्तो हो कि के चाहिँ हो? सो यस्तो अब यो पहिला नै अलग गर्ने पनि एउटा पाटो भयो होइन। अब काठमाडौँ अनि अरू थुप्रै नगरपालिकाहरूले पनि यो इम्प्लिमेन्ट गरिसक्नु भएको छ। सो उहाँले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि यो अब हप्तामा पिक गर्न जाने बेला फोहोर पिक गर्न जाने बेला चाहिँ एक दिन चाहिँ हामी कुइने मात्रै फोहोर लिने भनेर उहाँहरूले त्यसरी चाहिँ एउटा सेड्युल चाहिँ उहाँले बनाइदिया हुनुहुन्छ होइन। अनि यदि त्यो सेग्रिगेट छुट्टिएको छैन भने चाहिँ फाइनको पनि व्यवस्था गर्ने भनेर चाहिँ डिफ्रेन्ट नगरपालिकाहरूमा गरिरहनु भएको छ। सो त्यस्तो प्रकारले पनि यहाँ पनि अगाडि बढ्न सकिन्छ। अलिकति फाइन भयो भने मलाई त फाइन लाग्छ भनेर मान्छे आफै सचेत भएर चाहिँ त्यो छुट्याउन थाल्नुहुन्छ। अनि अर्को भनेको चाहिँ यहाँ प्रपर एउटा ल्यान्डफिल साइट पनि हाम्रो जनकपुरमा चाहिँ एउटा अभाव चाहिँ देखिएको छ होइन। सो यो चाहिँ अब लोकल गभर्मेन्टसँगै मिलेर चाहिँ अब हामीले एरियाजहरू आइडेन्टिफाई गरेर चाहिँ कहाँ चाहिँ एउटा ल्यान्डफिल साइट हामी प्रपर डिस्पोजलको लागि गर्न सक्छौँ भन्ने कुराहरू भयो होइन। जनकपुर तपाईँ आउँदाखेरि झट्ट हेर्दाखेरि के चाहिँ महसुस गर्नुभयो? फोहोरको लेभल कस्तो पाउनुभयो होइन, अनि अझ प्लास्टिक जन्य फोहोरको कुरा गर्ने हो भने कस्तो पाउनुभयो? के चाहिँ कुन स्तरमा चाहिँ तपाईँले पाउनुभयो? अब यो म जनकपुर धेरै पहिल्यैदेखि अन्य ठाउँको तुलना गर्ने हो भने म जनकपुर पहिल्यैदेखि नै म आवाज जावत मेरो भइ नै रहन्थ्यो जनकपुरमा। अहिले यो पक्कै पनि यो 2-3 वर्षको तुलनामा चाहिँ धेरै इम्प्रुभमेन्टहरू अलरेडी आइसकेको छ जनकपुरमा। तैपनि इम्प्रुभमेन्ट आउँदै पनि अब हजुरहरूले बाटोमै हेर्नुभयो भने धेरै प्लास्टिक जताततै यतातत्र फालिरहेको अवस्थाहरू छ होइन। अब त्यसमा चाहिँ अलिकति अवेरनेसको पनि म चाहिँ अलिकति कमी भन्छु होइन। सो त्यही भएर चाहिँ अब हाम्रो यो ग्रिन चिप परियोजना अन्तर्गत चाहिँ हामी स्कुलको स्टुडेन्ट्सहरूलाई पनि अलिकति अवेरनेसको प्रोग्रामहरूमा इङ्गेज गराउने भनेर चाहिँ हाम्रो प्लान छ। सो अलिकति बच्चे बेलादेखि चाहिँ प्लास्टिक भनेको चाहिँ हाम्रो लागि हानिकारक हो है। अब प्लास्टिकै कुरा गर्नुपर्ने नसर्ने वस्तु भयो। हजुर, नसर्ने वस्तु भयो। अनि अब यसो यो रिसर्चहरूको अनुसार चाहिँ 400-500 वर्ष लाग्दो रहेछ यसलाई चाहिँ प्रपरली डिकम्पोज हुनको लागि होइन। अनि फेरि प्लास्टिक के हुन्छ भन्दाखेरि तपाईँको एउटा प्लास्टिकको अब के झोलै छ भने पनि त्यो अब 1-2 वर्षपछि त्यो सानो टुक्रा हुँदै जान्छ। अनि त्यो सानो टुक्राहरू चाहिँ फेरि हावामा यसो फैलिएर अनि हामी सास फेर्दाखेरि पनि त्यो प्लास्टिकहरू चाहिँ अब हामीले लिइरहेको हुन्छौँ क्या। माटोमा गयो भने माटोको उर्वरा शक्ति नै पनि हजुर त्यो पनि गर्छ। सो अब हामीले चाहिँ यो स्कुलको लेभलमा चाहिँ अब सानो बच्चा बेलादेखि नै चाहिँ प्लास्टिक भन्ने कुरा नराम्रो है। अब सकेसम्म हामी प्लास्टिक युजै गर्नु हुँदैन भन्ने हामी त्यो भन्दैनौँ, किनभने प्लास्टिक इम्पोर्टेन्ट कुरा छ। तर कतिपय प्लास्टिकहरू चाहिँ हामी युजमा चाहिँ मिनिमाइज गर्न सक्छौँ र त्यो लेभलको एजुकेसन चाहिँ हामीले सुरुदेखि नै हाम्रो स्टुडेन्ट्सहरूलाई दियो भने चाहिँ पक्कै पनि पछिको लेभलमा एउटा कुरा त भयो अवेरनेसको कुरा जुन चाहिँ
करिकुलममै राख्नु पर्यो होइन स्टुडेन्टहरूलाई पहिले व्यावहारिक रूपमै उनीहरूले चाहिँ शिक्षा दिनु पर्यो कि प्लास्टिकको सामानहरू ती सामानहरू चाहिँ प्रयोग नगरौँ होइन या त्यसलाई चाहिँ मिनिमाइज गरौँ त्यो कुरा भयो। अर्को चाहिँ जो नेतृत्व गइरहेका छन् पालिका या प्रदेशको कुरा हुन सक्ला होइन भनेपछि त्यो किसिमको पोलिसी एउटा निर्माण हुन्छ होइन कि त्यसलाई रोक्ने कसरी के एउटा त भयो कि प्रयोग नगर भन्ने तर त्यसको विकल्प दिनु पर्यो विकल्प अरू के हुन सक्ला अब कागजका अरू चिज झोलाहरू हुन सक्ला होइन अरू सो यो चाहिँ अब मानिलिउँ अब हामी पसलमा जाँदाखेरि पनि के अरे हामी त्यो रियुजेबल ब्याग्सहरू अहिले किनभने त्यो प्लास्टिकको झोला चाहिँ रिसाइकल गर्न पनि एकदमै गाह्रो हुन्छ। सो अहिले तपाईँले फोहोर हेर्नुभयो भने सबभन्दा धेरै चाहिँ प्लास्टिकको झोलाहरू नै पाउनुहुन्छ होइन अनि त्यो प्लास्टिकको झोला भने फेरि हामीलाई चाहिँदै के अरे हामीलाई एकदम इम्पोर्टेन्ट कुरा पनि होइन क्या। सो पसल जाँदाखेरि तर अभियान त चलेको हो नि बेला बेलामा होइन यो चाहिँ प्लास्टिक झोला प्रयोग गर्नुहुन्न अनि फेरि यो 40 माइक्रोनभन्दा के अरे माइक्रोन भन्छ होइन त्योभन्दा चाहिँ माथिको हुनु पर्छ त्योभन्दा पातलो चाहिँ हुनु भएन त्यो पनि यस्ता अभियानहरू चलेकै हो नि तर सफल भएको देखिन नि कतै हो यो यस्तो अभियानहरू अब के गरौँ भनेर उहाँले चलाउनु जनकपुरमा नि कुनै बेला चलाएको थियो यो अभियान होइन अनि सर्वमा पनि चलेको यसलाई निरन्तरता नदिएपछि चाहिँ अलिकति गाह्रै हुन्छ क्या। सो अब हामी स्टार्ट गर्ने भने स्टार्ट चाहिँ हुन्छ तर त्यसलाई चाहिँ अलिकति लङ टर्मको अलिकति प्लानिङ नभएको स्टार्ट गर्ने तर लङ टर्ममा चाहिँ के छ हाम्रो प्लान 1 वर्ष 2 वर्षमा चाहिँ हामी कम्प्लिटली मिनिमाइजै गर्ने हो कि त्यो प्लानिङको कमीले गर्दाखेरि चाहिँ अनि यो इम्प्लिमेन्ट राम्रोसँग नहुने पनि कारण त्यो पनि होइन। एउटा कुरा मैले नबुझेको कुरा के भन्दाखेरि अब एकातर्फ चाहिँ हामी चाहिँ प्लास्टिक जन्य झोलाहरू चाहिँ प्रयोग नगरौँ भन्नुहुन्छ होइन अर्कोतर्फ चाहिँ प्लास्टिक उत्पादन गर्ने उद्योग चाहिँ खुलै छ नि त होइन सो यस्तो यो चाहिँ सरकारको नीतिलाई के भन्नुहुन्छ तपाईँ? होइन यो प्लास्टिक युज गर्दै नगर्ने भन्ने त्यो गर्न सकिँदैन। आजको दिनमा हामी जे कुरा पनि हाम्रो लुगाहरू पनि प्लास्टिकै बनेको हुन्छ इनफ्याक्ट होइन। सो प्लास्टिक जताततै छ तर अब हाम्रो चाहिँ नराम्रो टाइपको प्लास्टिकलाई चाहिँ हामी ब्यान गरौँ। अब यो तपाईँ चौचोको खोलहरू चिप्सको खोलहरू गुड्काहरू अहिले गुड्काको पनि एकदमै ठुलो समस्या भएर आएको छ होइन अनि यस्तो खोलहरू चाहिँ फेरि रिसाइकल हुन पनि एकदमै गाह्रो हुने कुराहरू हो। सो त्यो चाहिँ त्यत्तिकै ओपनली चाहिँ फालिरहेको देखिन्छ। सो यस्ता कुराहरूलाई चाहिँ हामीले सकेसम्म मिनिमाइज गर्ने हो तर अब प्लास्टिकलाई कम्प्लिटली ब्यान गर्ने अब प्लास्टिक यो बनाउने उद्योगहरूलाई उद्यमीहरूलाई पनि यसमा यो क्षेत्रमा काम गर्न नदिने भनेर त्यो बाटोबाट चाहिँ हामी त्यसरी चाहिँ जानु हुँदैन किनभने प्लास्टिक भने इम्पोर्टेन्ट छ तर अब हामी कुन प्लास्टिक चाहिँ हामी ब्यान गर्न सक्छौँ भनेर त्यो बाटोतिर चाहिँ अलिकति हामी फोकस हुनुपर्छ। अब त्यसमा मानव जनकपुरमा तपाईँहरूले काम गर्नुभयो भने कसरी गर्नुहुन्छ त्यसको चाहिँ व्यवस्थापन अहिलेको जुन फोहोरको स्तर छ तपाईँहरूले थाहा पाइसक्नु भएको होला यस्तो छ होइन एउटा सर्ने नसर्ने चाहिँ छुट्याउने गरिएको छैन होइन सबै चाहिँ एकमुष्टै राखेर चाहिँ अब ल्यान्डफिल साइडको व्यवस्था पनि छैन त्यो पनि एउटा समस्या छ यहाँ होइन त्यसले गर्दा पनि अलि गाह्रो भइरहेको छ व्यवस्थापनको काममा होइन भनेपछि यसमा चाहिँ के गर्न सकिन्छ तपाईँहरूको ग्रिन शिफ्ट परियोजनाले चाहिँ? अब ग्रिन शिफ्ट मैले अघि भने एउटा नीतिगत कुरा तपाईँले भन्नुभयो एउटा नीतिगत कुरा भयो अर्को चाहिँ व्यावहारिक कुरा गर्ने हो भने त्यो त्यसमा चाहिँ के गर्न सकिन्छ? हजुर अब यस्तो छ अब हामीले अब स्कुलकै मैले इक्जाम्पल दिएँ अब हाम्रो अहिले बर्दिवासमा चाहिँ प्रोजेक्टहरू अनगोइङ पनि छ होइन यो कम्पोनेन्टहरू। सो हामी स्कुल चाहिँ हाम्रो कसरी गरिराख्नु भएको छ अहिले? सो अब बर्दिवासको कुरा गर्नु हजुर। सो यस्तो अब हामीले बर्दिवासमा हामीले 4वटा यो सरकारी विद्यालयहरू छनौट गरेका थियौँ नगरपालिकासँग यो कोलाबोरेसनमा होइन अनि यो 4वटा स्कुललाई चाहिँ अब हामीले इच स्कुलमा चाहिँ एउटा फोकल पर्सन टिचर भनेर हामीले एलोकेट गर्दै हुन्छौँ स्कुलमा अनि उहाँहरूलाई चाहिँ अब हामीले काठमाडौँ बोलायौँ। काठमाडौँमा चाहिँ अब हामीले ट्रेनिङ दियौँ उहाँहरूलाई चाहिँ। सो अब हामीले यो ग्रिन शिफ्ट परियोजना अन्तर्गतै यो सर्कुलर इकोनोमी अथवा यो चक्रीय अर्थतन्त्रको करिकुलम भनेर हामीले बनाएको छौँ होइन। सो त्यो करिकुलम चाहिँ कसरी विद्यार्थीहरूलाई पढाउने भनेर चाहिँ हामीले त्यो टिचर्सहरूलाई हामीले ट्रेनिङ दियौँ र उहाँहरूले त्यो ट्रेनिङ काठमाडौँमा सिकेको ट्रेनिङ आएर चाहिँ अहिले आफ्नो स्कुलहरूमा चाहिँ त्यो क्लासेसहरू आफ्नो ढङ्गले चाहिँ क्लासेसहरू लिइरहनु भएको छ। अनि यो स्कुलकै कुरा गर्दाखेरि चाहिँ हामी इच स्कुललाई चाहिँ 1 लाख रुपियाँ चाहिँ अनुदान पनि दिन्छौँ सो द्याट अब करिकुलमको एउटा बाटो चाहिँ अलिकति थ्योरीको लर्निङ्सहरू उहाँहरूले लिनुहुन्छ होइन अनि त्यो 1 लाखको ग्रान्ट चाहिँ अब यो रियल यो प्र्याक्टिकल एक्टिभिटिजहरू गरेर अब मानिलिउँ के अरे वृक्षारोपण होला आफ्नो स्कुलमा होइन और आफ्नो स्कुलको परिसरमा चाहिँ क्लिनअप क्याम्पेनै गर्न सकिन्छ होला। सो त्यस्तोमा चाहिँ भनेर अब हामीले 1-1 लाख रुपियाँ प्रति स्कुलको दरले हामीले ग्रान्ट छुट्याएको छौँ। यो चाहिँ अब हामी यो स्कुललाई चाहिँ हामी क्लाइमेट स्मार्ट स्कुल भनेर चाहिँ हाम्रो कम्पोनेन्टको नाम रहेको छ। अब अर्को भनेको चाहिँ यो नगरपालिकामा दर्ता भई नगरपालिकामै यो इन्भाइरोमेन्टको सेक्टरमा काम गर्ने युवा ग्रुपहरूलाई चाहिँ
उहाँहरूलाई पनि हामीले छनौट गरेर चाहिँ उहाँहरूलाई ट्रेनिङ दिएर हामीले इच युवा ग्रुपलाई चाहिँ 2 लाख रुपियाँ हामीले अहिले प्रदान गरिरहेका छौँ। अनि यो 2 लाखबाट चाहिँ अब अहिले बर्दिवासमा अब आजकै दिनमा उहाँहरूले एउटा सडक नाटक पनि गरिराख्नु भएको छ। सडक नाटकको मुख्य उद्देश्य चाहिँ अब यो प्लास्टिक फोहोर अथवा यो फोहोरमैला व्यवस्थापनमा अलिकति फोकस हुनुपर्छ भनेर त्यो मेसेजका सहित उहाँहरूले सडक नाटकहरू गराउनु भएको छ होइन। त्यस्तै अब बर्दिवासकै ग्रुपको कुरा गर्ने भने उहाँले हरेक शनिबार चाहिँ यो त्यहाँको प्रहरीदेखि लिएर अरू सरकारवालाहरू युवाहरूलाई बटुलेर चाहिँ क्लिनअप क्याम्पेन पनि उहाँहरूले चाहिँ एभ्री विक सञ्चालन गर्नुभएको छ। सो हाम्रो चाहिँ यो मुख्य उद्देश्य भनेर चाहिँ युवा पनि अलिकति इम्पावर्ड हुनुपर्छ र इम्पावर्ड हुनुको साथसाथै चाहिँ यो प्लास्टिक वेस्ट म्यानेजमेन्टमा उहाँहरूको रोल चाहिँ अलिकति मुख्य भूमिका रहनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले युवाहरूसँग पनि काम गरिरहेका छौँ बर्दिवासमा। अनि अर्को भनेको चाहिँ हाम्रो वेस्ट स्मार्ट फेलोसिप भन्ने कम्पोनेन्ट छ। सो त्यस अन्तर्गत चाहिँ हामी यो लोकल युवाहरूलाई नै नगरपालिकामा चाहिँ हामी प्लेस गर्ने। सो उहाँ चाहिँ नगरपालिकामा नै यो वातावरण विभागसँग क्लोजली काम गरेर चाहिँ अहिले मेनली यो डेटा कलेक्सनको रिसर्चको होइन अनि अरू थप प्राविधिक सहयोग नगरपालिकाले के गर्न सकिन्छ भने त्यो नगरपालिकासँग मिलेर उहाँहरूले काम गरिरहनु भएको छ। अनि अर्को भनेको चाहिँ अब यो नीतिको कुराहरू भइहाल्यो। सो त्यो नीति चाहिँ अब हामी लोकल गभर्मेन्टसँग मिलेर बनाउने। सो यही कुराहरू चाहिँ अब हामी 3 महिनापछि जनकपुरमा पनि यही फर्मेटमा चाहिँ हामी इम्प्लिमेन्टेसनमा ग्रिन चिप प्रोजेक्ट अन्तर्गत हामी आउँदैछौँ। हजुर अब अर्को एउटा मुख्य समस्या जनकपुर भनेको त्यो अघि मैले भनेको होइन ल्यान्डफिल साइट छैन होइन। हजुर हजुर। अब एकातर्फ तपाईँ जागरुकताको कुरा गरिराख्नु भएको छ होइन। यदि जागरुक बनाउने हो युवाहरूलाई चाहिँ अलिकति मोटिभेट गरिदिने हो भने अब यो चाहिँ अलि मिनिमाइज हुन्छ भन्ने कुरा चाहिँ छ होइन। तर मिनिमाइज भए पनि जुन चाहिँ प्लास्टिक जन्य पदार्थहरू कलेक्सन हुन्छ त्यसको चाहिँ त्यसले डिस्पोज कसरी गर्ने के त्यो मेकानिजम त छैन अहिले जनकपुरमा। त्यो एउटा समस्या त छ होइन। यसलाई निराकरण गर्नको लागि केही छ त्यसको परियोजनाको अन्तर्गत? अब यही यो मैले अघि भने जे जति हुन्छ त्यसलाई त अब उ गर्नु डिस्पोज गर्नु पर्यो नि त। हजुर हजुर। अनि त्यसको लागि त केही उपाय होला त्यसको के? हो सो अब यो मैले अघि भने हाम्रो यो निजी क्षेत्रलाई हामीले अनुदान 20 लाख रुपियाँ अनुदान निजी क्षेत्रलाई प्रत्येक निजी क्षेत्रलाई अब हामी दिइरहेछौँ यस प्रोजेक्ट अन्तर्गत। के गर्छ त्यसले? सो अब यो निजी उसको काम चाहिँ के हुन्छ फेरि? सो यसमा चाहिँ अब तपाईँले हेर्नुभयो सरसर्ती हेर्नुभयो भने चाहिँ यो स्क्रैप सेन्टर्स अथवा कलेक्सन सेन्टर्सको चाहिँ यो प्लास्टिक फोहोरहरूलाई चाहिँ कलेक्ट गर्नुमा ठुलो रोल। अहिले तपाईँ मार्केटमा हेर्नुभयो भने त्यो फोहोर कलेक्सनको कुरा गर्दैन बोतलहरू प्रायः कलेक्सन भइरहेको हुन्छ। हजुर 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 हजुर। त्यो कबाडीलाई दिने अनि फेरि त्यहाँबाट चाहिँ अन्यत्र जान्छ होला फेरि रिसाइकल हुन्छ होला त्यस्तो हुन्छ होला। तर तपाईँको प्लास्टिकको झोला चाहिँ त्यो त माटोमै मिसिने हो होइन। त्यो चाहिँ एउटा देखिन्छ नि समस्या। त्यो चाहिँ अब किन भन्दाखेरि प्रायः बोतलहरू चाहिँ कलेक्सन भइरहेको हुन्छ। किनभने अब मैले अघि भने जस्तो यो प्लास्टिकको झोलाहरू चाहिँ रिसाइकल गर्ने एकदमै गाह्रो हुन्छ। अनि त्यो गाह्रो पहिला त कलेक्सन नै हुनु परेन होइन। तपाईँले जागरुकता दिनुभयो भने अलिकति मिनिमाइज हुन्छ, प्रयोग चाहिँ मिनिमाइज हुन्छ नि होइन। तर जुन प्रयोग मिनिमाइज भएर जुन चाहिँ फ्याँकिएका झोलाहरू छन् त्यसलाई त कलेक्सन गर्नु पर्यो। हजुर 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 हो त्यही त। अब यो 2-3वटा एङ्गलबाट अब हामी हेर्न सकिन्छ। एक त यो जागरुकता अवेरनेसको कुराहरू ऊ भने चाहिँ मान्छेहरूमा यो नचाहिने प्लास्टिकहरू चाहिँ युज कम हुन्छ। त्यो प्लास्टिकको झोला होइन यो गुड्काहरूको कुराहरू चाहिँ अलिकति कम हुन्छ। र अर्को भनेको चाहिँ त्यो यत्रतत्र मान्छेहरूले फाल्ने भन्दा पनि व्यवस्थित ढङ्गले फाल्नु पर्यो। व्यवस्थित ढङ्गले चाहिँ त्यो पनि हुन सकेको छैन। त्यो पनि हुन सकेको छैन। सो त्यो चाहिँ अब अलिकति जागरुकतामै फोकस भएर चाहिँ त्यो हामी काम गर्छौँ। अनि अर्को चाहिँ युज भइसकेको प्लास्टिक जुन चाहिँ रिसाइकल हुन्छ त्यो पनि त अब कलेक्ट गर्नु पर्यो। सो त्यसको लागि चाहिँ अब हाम्रो कलेक्सन सेन्टर्सहरूलाई चाहिँ अनुदान दिने सो द्याट उहाँहरूले चाहिँ सकेसम्म धेरै प्लास्टिकहरू चाहिँ कलेक्ट गरेर त्यो ल्यान्डफिल साइड भनेपछि जो यो क्षेत्रमा काम गरिरहेका छन् होइन विशेष गरेर प्लास्टिक जन्य पदार्थहरू कलेक्सन गर्नको लागि ती संस्थाहरूलाई या होइन तिनीहरूलाई चाहिँ अनुदान दिने। हजुर। अनि त्यो अनुदानमा चाहिँ उहाँहरूले चाहिँ अब मसिनहरू छ। अब तपाईँले बोतलको कुरा गर्नुभयो होइन। अब जनकपुरमै चाहिँ रिसाइक्लिङ फेसिलिटीहरू छैन। सो त्यसलाई पनि अब रिसाइक्लिङ फेसिलिटी नेपालमा धेरै जस्तो रिसाइक्लिङ फेसिलिटीहरू यो भैरवाको त्यो एरियाहरूतिर चाहिँ रिसाइक्लिङ फेसिलिटीहरू छन् होइन। सो बोतललाई च्याप्ने मसिन चाहिन्छ किनभने अब त्यो च्याप्यो भने चाहिँ धेरै बोतल चाहिँ एकैचोटि ट्रकमा चाहिँ रिसाइक्लिङको लागि जाने भयो। सो त्यस्तो मसिनहरू उहाँहरूलाई चाहिन सक्छ होला। अथवा एउटा राम्रो फ्लोरिङको कुरा होइन। अब मनसुनको बेला त अब हिलो हुन्छ होइन त्यहाँ काम गर्न पनि गाह्रो हुन्छ। सो फ्लोरिङ उहाँहरूले त्यसमा लाउन सक्नुभयो। अथवा ट्रस राम्रो छैन भने ट्रस
उहाँले गर्न सक्नुभयो अथवा यो काट्ने मेसिनहरू प्लास्टिक काट्ने मेसिनहरू उहाँलाई चाहिन्छ भने त्यो किन्न सक्नुभयो तर उहाँहरूले चाहिँ अब आफ्नो निड के छ त्यो अनुसारले चाहिँ त्यो अनुदानलाई प्रयोग गर्न पाउने भयो तर यसको उद्देश्य भनेको चाहिँ उहाँहरूले सकेसम्म धेरै प्लास्टिक चाहिँ कलेक्ट गर्नुहोस् सो द्याट त्यो चाहिँ ल्यान्डफिल अथवा त्यतिकै सडकमा यत्र तत्र छरेर नबसोस् त्यहाँबाट बरु रिसाइक्लिङको लागि जाओस् भन्ने चाहिँ उद्देश्यको साथ अझ त्यसले गर्दा प्लास्टिकले गर्दा केही अब जस्तै मधेसमा तपाईँलाई थाहा छ होला बाढी आइरहने होइन हजुर हजुर नालाहरू जाम हुने होइन यसको मुख्य कारण चाहिँ एउटा त्यो पनि हो भनिन्छ होइन नालाको मुख नै थुनिदिएपछि त अब त्यहाँ त अब डुबान चाहिँ हुने भयो यी समस्याहरू चाहिँ देखिने गरेका छन् सो त्यही भएर नै यसमा अलिकति अवेरनेसको चाहिँ एकदमै रोल चाहिँ एकदमै ठुलो हुन्छ यसमा हजुर अब जुन तपाईँले अघि भन्नुभयो नि यो प्लास्टिकका कुराहरू अब त्यसमा एउटा त भयो नगरपालिकासँग मिलेर काम गर्ने कुरा भयो होइन अर्को एउटा जुन पहिलादेखि सुनिँदै आएको हो यो फोहोरलाई मोहरमा रूपान्तरण गर्ने कुराहरू होइन अब मोटिभेट गर्ने एउटा तरिका त्यो पनि हुन सक्ला नि होइन त्यतातर्फ केही गरिराख्नु भएको छ तपाईँहरू जस्तै कि प्लास्टिक जन्य पदार्थहरू कलेक्सन गरेपछि एउटा त्यो फोहोर भयो नि त्यसलाई चाहिँ मोहरमा कसरी रूपान्तरण गर्ने भनेर त्यस्तो के सो अब यो हाम्रो यो ग्रिनसिप परियोजना अन्तर्गत नै चाहिँ हामी त्यतातिर अलिकति फोकस अहिले तपाईँहरूको चाहिँ कुनै संस्थालाई चाहिँ मोटिभेट गर्ने मुख्य चाहिँ देखियो उनीहरूलाई चाहिँ अलिकति अनुदान दिने अनि यो ट्रेनिङ व्यक्तिको लागि त्यस्तो भएन हजुर व्यक्तिको लागि चाहिँ त्यस्तो छैन तर अब हाम्रो क्रिएसनकै अरू प्रोजेक्टहरू पनि हाम्रो छ सो अहिले भरतपुर यो प्रोजेक्ट क्याप भन्ने अहिले हाम्रो क्रिएसनले इम्प्लिमेन्ट गरिरहेछौँ अनि त्यो प्रोजेक्ट अन्तर्गत चाहिँ अब हाम्रो भरतपुरमा चाहिँ ठुलो रिसाइक्लिङ फेसिलिटी नै हामी खोलिरहेछौँ यो पिटी बोतल यो पानी खाने बोतलहरूको चाहिँ रिसाइक्लिङ फेसिलिटी नै खोलिरहेछौँ यो अब हामी कुरा गर्ने भन्दाखेरि नेपालमा रिसाइक्लिङ फेसिलिटीहरू राम्रोसँग सञ्चालनमै आएका छैनन् होइन तपाईँले जति पनि रिसाइक्लिङ फेसिलिटी हेर्नुहुन्छ उहाँ चाहिँ एकदमै अनौपचारिक ढङ्गले चाहिँ उहाँहरूले काम गरिरहनु भएको छ क्या सो त्यो मसिनहरू तपाईँले हेर्नुभयो भने पनि त्यो राम्रो क्वालिटीको मसिन छैन सो राम्रो क्वालिटीको मसिन नभएपछि तपाईँको राम्रो क्वालिटीको एन्ड प्रडक्ट निस्किनै भएन अनि त्यो राम्रो क्वालिटीको एन्ड प्रडक्ट ननिस्केपछि जो प्लास्टिक प्रड्युसरहरू छ उहाँहरूले चाहिँ रिसाइकल दानाहरू चाहिँ म युज गर्दिनँ भन्ने मानसिकता छ क्या तर जब तपाईँले चाहिँ एउटा राम्रो ढङ्गले एउटा रिसाइक्लिङ फेसिलिटी इस्टाब्लिस गर्नुहुन्छ त्यसले चाहिँ यो प्रड्युसर्सहरूले पनि हामी चाहिँ रिसाइकल यो दाना नै युज गरेर चाहिँ अब प्लास्टिक बनाउँछौँ भनेर त्यसरी चाहिँ त्यो कन्सेप्टहरू चाहिँ बिल्ड हुँदै जान्छ सो रिसाइक्लिङकोमा चाहिँ अलिकति इन्भेस्टमेन्ट पनि चाहिन्छ जस्तो लाग्छ मलाई नेपालको केसमा होइन अझै त्यो अहिले रिसाइक्लिङ गर्ने कहाँ छन् यस्तो चाहिँ मेकानिजम स्थापना भएका त्यस्ता ठाउँहरू अब अहिले यो पिटी बोटल्सको कुरा गर्नुपर्दाखेरि नेपालमा 6-7वटा यो इन्डस्ट्रीहरू होला उहाँले गरिरहनु भएको छ पोखरामा पनि एउटा छ अनि यो भैरवा प्राय बोतलहरूको अनि अर्को चाहिँ तपाईँको यो एचडिएलडीहरूको पनि रिसाइक्लिङ फेसिलिटीहरू छ नेपालमा थुप्रै छन् उनीहरू चाहिँ एकदम सानो रूपमा चाहिँ उहाँहरूले काम गरिराख्नु भएको छ होइन अब तपाईँले हेर्नुभयो भने नेपालको लगभग धेरै प्लास्टिकहरू चाहिँ इन्डिया गएर हुन्छ होइन इलिगली त्यो इन्डियामा लानु पाउँदैन तर इलिगली चाहिँ इन्डिया गइरहेको हुन्छ किनभने इन्डियामा एकदमै राम्रो रिसाइक्लिङ फेसिलिटीहरू उहाँले इस्टाब्लिस गरे हुनुहुन्छ होइन सो त्यो भनेको अलिकति यो रोजगारीको लागि पनि अलिकति इम्पोर्टेन्टै हुन्छ रिसाइक्लिङ फेसिलिटीमा अलिकति सरकारको ध्यान आकर्षण भएर चाहिँ उहाँले इन्भेस्टमेन्ट गर्नुभयो भने अनि रोजगारी त्यस्तो मेकानिजम हजुर जस्तै जनकपुर धाम कुरा गर्नुभयो भने त्यस्तो स्थापना गर्न सकिन्छ अलि सहज हुन्थ्यो कि हो त्यो इस्टाब्लिस आई थिङ्क अब हरेक नगर अब जनकपुर त अब उपमहानगरै भइसक्यो होइन यहाँको पपुलेसन पनि अरू नगरपालिकाहरूभन्दा धेरै नै पपुलेसन छ होइन सो पपुलेसन धेरै हुने बित्तिकै हाम्रो फोहोर पनि त्यही हिसाबको बढ्छ होइन सो नगरपालिकाले चाहिँ आफ्नै एउटा लोकल लेभलमा चाहिँ रिसाइक्लिङको प्लान्ट पनि यहाँ इस्टाब्लिस गर्यो भने चाहिँ अनि त्यसपछि सबै प्लास्टिकहरू अन्य कतै जानु पनि परेन त्यो रिसाइकल पनि हुने भयो फोहोर मैला पनि कम हुने भयो र त्यसले थप यो रोजगारीको कुराहरू पनि सृजना गर्ने भयो तर अब तपाईँ कुरा गर्नु भने सरकारकै कुरा गरौँ न सरकार पनि यसमा अलिकति फेलियर देखिएको छ किनभने जुन संस्थाहरू जुन अस्पतालकै कुरा गरौँ या अरू पनि जुन संस्थाहरू छन् होइन जहाँ चाहिँ फोहोर चाहिँ निस्किन्छ होइन जहाँबाट होइन ती ठाउँहरूको आफ्नै चाहिँ होइन रिसाइकल गर्ने एउटा के भन्छ त्यसले त्यो डिकम्पोज गर्ने एउटा हुनु पर्यो के भन्छ त्यो प्लान्ट स्थापना हुन्छ नि त त्यो चाहिँ देखिँदैन नि त त्यो अहिले देखिँदैन त्यही भएर अब नगरपालिकाले आफ्नै लगानीमा स्टार्ट गर्यो भने त्यसले यो पछि
आफै फन्डिङहरू पनि त्यसले जेनेरेट गर्न थाल्छ क्या। त्यो तपाईँले रिसाइकल प्रडक्टहरू बेच्नु भयो भने त त्यो अलिकति सस्टेनेबल पनि भयो होइन, सरकारलाई थप यो पैसा पनि भित्राउने भयो रिसाइक्लिङ प्लान्टले, र फोहोर मैलाको व्यवस्थापनमा हेल्प पनि गर्ने भयो। सो आई थिङ्क यो सरकारले चाहिँ यसमा पहल चाहिँ अब गर्नुपर्ने बेला आइसकेको छ जस्तो मलाई लाग्छ। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँलाई के लाग्छ अब यो परियोजना जुन तपाईँले भनिराख्नु भएको छ, विभिन्न ठाउँमा त लागू भइसक्यो, जनकपुरमा अब लागू गर्ने चरणमा हुनुहुन्छ होइन? भनेपछि अब कसरी अगाडि बढ्नुहुन्छ, कति वर्ष लाग्छ अनि के हुन्छ? अब यति वर्षपछि जनकपुरको चाहिँ मुहार यस्तो फेरिन्छ है भन्ने भन्नु पर्दाखेरि तपाईँ के भन्नुहुन्छ? तपाईँको परियोजनाबाट चाहिँ यहाँका जनताले चाहिँ के लाभ लिने हो? अब यस्तो हो, अब हामीले चाहिँ यो परियोजनाले हामीले ठुलो चेन्जेस ल्याउँछौँ भन्ने पनि हाम्रो त्यो मान्यता पनि होइन। हामीले केही स्टार्ट चाहिँ होस् यसमा भनेर अब स्टार्ट गर्ने बेला पनि भइसक्यो होइन। अब हजुरले भन्नुभयो के अरे मनसुनको बेलामा त्यो ड्रेनहरू प्लास्टिकले जाम भएर यहाँ पुरा यो डुबानको अवस्था हुन्छ। अनि के अरे यो प्लास्टिक जताततै यत्रतत्र फालिरहेको हुन्छ होइन। जुन एउटा धार्मिक एउटा स्थल जनकपुरलाई अब हामीले त्यही हिसाबमा चाहिँ अलिकति रेस्पेक्ट नभएको हो कि भन्ने त्यो फोहोर मैलाको सिचुएसन हेरेर चाहिँ त्यो लागेको छ मलाई होइन। सो अब हामीले ठुलो भन्दा पनि यसमा चाहिँ केही स्टार्ट हुनुपर्छ, मान्छेहरू जागरुक हुनुपर्छ होइन, युवाहरू यसमा इन्भल्भ हुनुपर्छ, र लोकल गभर्मेन्टको पनि अलिकति आफ्नो दायित्व चाहिँ यसमा निभाउनुपर्छ। त्यसमा चाहिँ हामी अलिकति इनिसिएट गर्छौँ, त्यसमा चाहिँ हामी स्टार्ट गर्छौँ भनेर चाहिँ हामी यो ग्रिन चिप परियोजनाको त्यो उद्देश्यका साथ हामी आएका छौँ। अब हामी 2-3 महिनादेखि 3 महिना पछिदेखि चाहिँ यो हाम्रो प्रोजेक्ट जनकपुरमा स्टार्ट हुन्छ, र हामी 1 वर्षसम्म चाहिँ यहाँ जनकपुरमा यो लोकल गभर्मेन्टसँग स्थानीय सरकारसँग क्लोजली हामी काम गर्छौँ, र यहाँको युवा र स्कुलहरूसँग पनि हामी क्लोजली काम गरेर चाहिँ अगाडि बढ्छौँ। र होपफुली यो 1 वर्षमा धेरै नभए पनि केही थोरै चेन्जेसहरू चाहिँ आउँछ भन्ने म पुरा विश्वास छु त्यसमा, त्यो कुरामा चाहिँ। हस् त, धेरै धेरै हस्, धन्यवाद। दर्शकवृन्द, वो छलैथ यूनिस घिमरे ग्रीन शिफ्ट परियोजना के प्रमुख। आइ हुनकासँ बात करै छलिए जे प्लास्टिक से संबंधित जे गंदगी सब रहै छै ओकर व्यवस्थापन केना के कयल जा सकै छै, आ ई जे परियोजना छै ई विभिन्न पालिका सब में काज करल छै। पालिका सब जोड़े मिलकर से ई जे गंदगी के समस्या से देखल जाइ छै, आ ओहिमे प्लास्टिक से होवला गंदगी एकरा केना के व्यवस्थित कयल जाए, केना के व्यवस्थापन कयल जाए, ओहिमे ई काज करै छै, सहयोग करके काज करैत आबि रहल छै। एही सब विषय में हुनकासँ बात करै छलिए। व्यस्त, नमस्कार।